र अभिषेक जोशी भनेर खोज्नुभयो भने म भेटिन्छु। त्यसमा अब धेरै छन् मेरो सामग्रीहरू, हजुरले त्यहाँ हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हामी एउटा अभियानमा छौँ, गीता वितरण महाअभियान भनेर। हाम्रो उद्देश्य भनेको चाहिँ हाम्रो प्रत्येक हिन्दूको घरमा गीता पुर्याउनु पर्यो भन्ने हाम्रो उद्देश्य हो। त्यो सँगसँगै हिन्दू नहुन सक्छ तर म चाहिँ गीता अध्ययन गर्न चाहन्छु भन्ने मान्छे पनि हुन्छन्। किन भन्दा गीता त अब तपाईँको अहिले संसारका महान महान विद्वानहरूले स्वीकार गरिसकेका ग्रन्थ हो। यो ग्रन्थको प्रामाणिकताको लागि हामीले केही बोल्नै पर्दैन। यो चाहिँ हामीले वैज्ञानिक भनेका मान्छेले पनि यसको गुणगान गरेका छन्, हामीले ठुला ठुला राजनीतिक दार्शनिक भनेका मान्छेहरूले पनि गुणगान गरेका छन्। अझ अहिले पछिल्लोचोटि त युरोप अमेरिकामा मनोवैज्ञानिक परामर्शको लागि यो मान्छे डिप्रेसनमा गएका, मानसिक समस्यामा परेका मान्छेलाई पनि परामर्श दिनको लागि अब गीता पढ्न चाहिँ भन्छ के। त्यहाँ गीता अध्ययन गर्नुहोस्, त्यहाँभित्र मनको शान्तिका कुरा लेखिएको छ, मान्छे कसरी मनलाई कन्ट्रोल गर्ने, नियन्त्रण गर्ने भन्ने कुरा लेखेको छ भन्ने कुरा उनीहरूले नै आफ्ना चाहिँ अभियानहरू के भन्छन् तपाईँको यो परामर्श केन्द्रहरूमा त्यो सुझाव दिने गरेको हुनाले यो ग्रन्थ महान छ, यसमा चाहिँ एकदम राम्रो छ, मानव कल्याणका कुरा लेखेका छन् भनेर अब हामीले भन्नै पर्दैन, संसारले स्वीकारेको छ। र संसारले अब गीताजीको चाहिँ सम्मान गरेर गुणगान गरेर हिँडिराख्दाखेरि यसका जो मूल उत्तराधिकारी हौँ तपाईँ हामी, जो आफूलाई हिन्दू भन्छौँ, जो हामी भगवान् कृष्णको भजन गर्छौँ, भगवान् रामको भजन गर्छौँ, अब हाम्रै घरमा गीताजी नहुनुखेरि यो चाहिँ लाजमर्दो कुरा पनि हो। अनि हाम्रो ज्ञान, हाम्रो दर्शन, हाम्रो परम्परा हामीलाई थाहा नहुनु पनि लाजमर्दो कुरा नै हो कि। अहिले जस्तो समाजमा विभिन्न आए, कोही सच्चाइ भजन मण्डली यता पनि छ होला, क्रिस्चियनहरू छन् होला, तिनले किन समाजमा जरा गाडे भन्दाखेरि एउटा पक्ष, हाम्रो कमजोर पक्ष, हामीले समाजलाई हाम्रो धर्म दर्शन सिकाएनौँ। जसरी यहाँ तपाईँको एकादशी व्रत बस्ने, यसरी समूहमा भेला हुने, भजन कीर्तन आरती गर्ने गरिन्छ, त्यसै गरी देशभरि यो खालको माहौल सिर्जना भएको भए, देशभरि यही खालको एउटा अभ्यास भएको भए पनि सायद मान्छे त्यता जाँदैन थिए होला। मान्छेको शरीरको भोक अन्नले मेटाउँछ भन्छ, तर मान्छेको बुद्धिको भोक, आत्माको भोक जुन हो, ज्ञानको भोक जुन हो, त्यसलाई फेरि ज्ञानले नै मेटाउने। त्यो पानी खाएर, फलफुल खाएर, अन्न खाएर त त्यसलाई मेटाउँदैन रहेछ। त्यो ज्ञानको भोक मान्छेमा छ र त्यो भोक यतापट्टिबाट, हामीपट्टिबाट नमेटिँदाखेरि त्यो कताबाट मेटिन्छ त मेरो भोक भनेर त्यो भौतारिँदै त्यतापट्टि गएका मान्छे हुन्। तर हामी आफूले चाहिँ त्यो वातावरण तयार पार्यौँ, त्यो माहौल तयार पार्यौँ भने ती यतै फर्केर आउँछन् भन्ने चाहिँ त्यति कुरामा चाहिँ हामी ढुक्क छौँ। त्यो कारण प्रत्येक हिन्दू घरमा गीता हुनुपर्छ, प्रत्येक हिन्दूले गीता अध्ययन गर्नुपर्छ, दर्शन, हाम्रो दर्शन बुझ्नुपर्छ, गीता दर्शन बुझ्नुपर्छ भनेर हामी यो अभियान सुरु गरेका छौँ। र यहाँ आउनुभन्दा अगाडि हामीले बारामा वितरण गऱ्यौँ। बारामा पनि एकादशी समूहहरू रहेछ, त्यहाँ पनि एकादशीको दिन यसरी नै भेला हुने, भजन कीर्तन गर्नु हुँदो रहेछ। त्यहाँ पनि एकदम राम्रो माहौल देखेँ मैले। अनि त्यसपछि हामी तनहुँमा गयौँ, लमजुङमा गयौँ, काठमाडौँभित्र पनि गरिरहेछौँ, हामीले स्कुलमा पनि दिइराखेका छौँ। र स्कुलमा दिँदाखेरि हामीले के भनेका छौँ भने जसले पढ्न चाहनुहुन्छ उहाँले मात्रै लानुहोस्, जो पढ्न चाहनुहुन्न विद्यार्थीले त बोकेर घरमा लिएर जाला, आमाबाउले किन ल्याइस्, यो त हामीले पढ्ने किताब होइन भनिदियो भने त फेरि टिचरलाई अप्ठ्यारो पर्छ, स्कुललाई अप्ठ्यारो पर्छ। त्यो कारण हामीले पहिले के भनेछन्, जसले पढ्न चाहनुहुन्छ, जसको घरमा यो ग्राह्य छ, स्वीकार्य छ, उहाँहरूले मात्रै लानुहोस् भने हामी स्कुलहरूमा पनि दिइरहेछौँ। अहिलेसम्म हामी 8-10वटा स्कुलमा पुगिसक्यौँ। अब यहाँ सुदर्शनजीसँग मेरो कुराकानी भएको थियो, उहाँले एकादशीको छेको पारेर आउनुहोस्, एकादशी समूहहरू छ, उहाँहरूसँग चाहिँ नि भेट्न पनि पाइन्छ, चिनजान पनि हुन्छ, परिचय पनि हुन्छ, आफ्ना कुरा राख्न पनि पाइयो भन्ने कुरा गर्नुभयो। फेरि हाम्रो धर्म दर्शनको लागि छलफल गर्ने, ज्ञान आदान प्रदान गर्ने योभन्दा राम्रो ठाउँ त अर्को हुँदै हुँदैन हेर्नुहोस्। त्यो कारणले गर्दा यहाँसम्म हामी आइपुगेका छौँ। अब धेरै कुरा त मैले भन्नु केही पनि छैन, म पनि सिक्दैछु, बुझ्दैछु, अभ्यास गर्दैछु। तर अघि हामी एक ठाउँमा गएका थियौँ, त्यहाँ पनि के भन्छ यो एकादशी समूह नै थियो। त्यहाँ बसेर एकछिन यसो हेरिरहेको, यो ठ्याक्कै हाम्रो चाहिँ एकादशी समूहलाई काम लाग्ने गरी चाहिँ यो अध्याय 9 चाहिँ रहेछ। फेरि अध्याय 9लाई मात्रै पढ्यो भने पनि भक्तिको चाहिँ शक्ति के हो भन्ने कुरा थाहा हुँदो रहेछ क्या। अनि त्यसो हुँदाखेरि मलाई के लाग्यो भने अनि यो चाहिँ एकादशी समूहलाई भेट्नु चाहिँ राम्रै हुने रहेछ जस्तो लाग्यो है। जस्तो तपाईँको चाहिँ अब यो भगवान्ले भन्नुभएको छ, अब यो चाहिँ मेरो भक्तहरूले मलाई
पत्र पुष्प फल जल जे जति पनि शुद्ध चित्त भएर अर्पण गर्नु हुन्छ ती सबै कुरा म स्वीकार गर्छु भन्नुभएको छ। त्यसै गरी तिमी जे गर्छौ, जे खान्छौ, जे होम गर्छौ, दान गर्छौ अथवा तिम्रा जति पनि कर्महरू छन् ती सबै ममा अर्पण गर हैन। तिम्रा सबै चिज मलाई अर्पण गर्यौ भने तिमी म कहाँ आइपुग्छौ भन्ने कुरा गर्नुभएको छ। र यसरी नै भनौँ न, हरेक चिज हामी भगवान्लाई अर्पण गर्दै कर्ता भाव नराखिकन गर्ने भन्दो रहेछ के। मतलब मैले गरेँ भन्ने भाव नराखिकन जुन कर्म हामी गर्छौँ ईश्वरलाई साक्षी राखेर अथवा समर्पण गरेर त्यसले चाहिँ हाम्रा सबै कर्मका बन्धनहरूलाई चाहिँ तोड्छ, कर्मको बन्धन क्षय गरिदिन्छ र त्यस पछाडि मुक्तिको मोक्षको बाटो खुल्छ भनेर भनिदो रहेछ। अनि अर्को चाहिँ भगवान्ले भन्नुभएको छ म कसैप्रति द्वेष पनि राख्दिनँ, कसैको पक्ष पनि लिँदिनँ। यो फेरि मान्छेले पनि अपनाउनु पर्ने गुण हो क्या यो चाहिँ। अनि सबैप्रति समान भाव राख्छु, तर जसले निष्ठापूर्वक श्रद्धापूर्वक मेरो भक्ति गर्छ त्यो चाहिँ मेरो मित्र समान हो। निष्ठापूर्वक जसले भक्ति गर्छ त्यो चाहिँ मेरो मित्र समान हो। श्रद्धापूर्वक भक्ति गर्नेले, ममा श्रद्धा राख्नेहरू चाहिँ ममा नै हुन्छन्, ममा नै रहन्छन्, म उनीहरूलाई प्राप्त हुन्छु भन्नुभएको छ। अनि अर्को एउटा बडा महत्त्वपूर्ण श्लोक छ, त्यहाँ चाहिँ के भन्नुभएको छ भने जतिसुकै जघन्य अपराधी होस्, जतिसुकै जघन्य अपराधी होस्, जतिसुकै ठुलो कुकर्मी होस्, त्यसले म चाहिँ भगवान्को भक्ति गर्छु भन्ने सङ्कल्प लिएर यदि ऊ मेरो मार्गमा आउँछ, उसले चाहिँ मलाई पछ्याउँछ भने उसका सारा दुष्कर्महरू चाहिँ क्षय भएर जान्छन् भनेर भन्नुभएको छ। यही एउटा कुरो हो जुन कुरो बुझ्न नसक्दा आज हामी चाहिँ कस्तुरी मृग जस्तो हुन पुगेका छौँ, मरुभूमिमा चाहिँ तिर्खाले छटपटाएको प्राणी जस्तो हुन पुगेका छौँ। यो एउटा कुरा नबुझ्दाखेरि यति एउटा कुरालाई मनन गर्न सकियो भने पनि चित्त चाहिँ शान्त हुँदो रहेछ क्या, मन चाहिँ शान्त हुँदो रहेछ। त्यस पछाडि मान्छे अपराधी कर्ममा पनि संलग्न हुन छोड्यो, भगवान्को बाटोमा हिँड्यो। र भगवान्को बाटोमा हिँड्दै गएपछि रत्नाकर डाको कसरी चाहिँ नि वाल्मीकि ऋषि बन्यो हामी सबैलाई थाहा नै छ हैन। तुलसीदासजी पूर्वजन्ममा उहाँ पनि एउटा चाहिँ खुङ्खार डाकु हुनुहुन्थ्यो, तर एकचोटि भगवान्को चाहिँ सानिध्य प्राप्त गरेपछि अर्को जुनीमा भगवान्को परम भक्त भएर जन्म लिनुभयो। ती उदाहरण पनि छन् हामीहरूसँग। जस्तो हिरण्यकशिपुको छोरो प्रह्लादकै कुरा गरौँ, बाउ त्यस्तो चाहिँ अपराधी, छोरो कसरी चाहिँ भगवान् भक्त भयो त भन्दा किनभने उसले समयमै त्यो चिज प्राप्त गर्यो, त्यसको ज्ञान उसलाई भयो भने। यस्ता कुराहरू उहाँले लेख्नु भगवान्ले हामीलाई सिकाउनु भएको छ, भन्नुभएको छ। अनि एउटा अर्को छ, पाप योनिमा जन्मेकाहरू स्त्री वैश्य शूद्रहरू जो पनि छन् जसले मेरो आश्रय लिन्छ त्यसले चाहिँ मुक्ति पाउँछ भन्नुभएको छ। अब यो अहिले मान्छेहरू यसको आलोचना गर्छन् के, पापीहरूसँग स्त्री वैश्य शूद्रलाई जोड्यो तुलना गर्यो भन्छन्। त्यो भन्न खोजेको होइन, यहाँ छुट्याएको मात्रै हो। पाप कर्म गर्नेले पनि श्रद्धाले मलाई चाहिँ पुज्छ, ममा भक्तिको भाव राख्छ भने उसको पाप काटिन्छ। त्यसै गरी भनेर व्याख्या गर्दै जाँदा स्त्रीले पनि मेरो भक्ति गरेपछि मुक्तिको मार्ग प्राप्त गर्ने हो। वैश्य शूद्र हरेकको लागि म प्राप्य छु, हरेकले मेरो मार्गमा आउन पाउँछ, हरेकले मेरो भक्ति गर्न पाउँछ भन्नको लागि मात्र यो कुरा भनिएको छ। तर यहाँ कतिपय अब हाम्रो धर्मको आलोचना गर्नेहरूले चाहिँ यही श्लोक देखाएर हाम्रो चाहिँ दिमाग भुट्न खोज्छन् कि अहिले हजुरहरूलाई थाहा नै होला, नेपालमा हिन्दू धर्म मात्रै त्यस्तो धर्म हो जसको सकारात्मक पक्षको राष्ट्रिय रूपले चर्चा हुँदैन। कहीँ पनि तपाईँले हेर्नुहोस्, पत्र पत्रिका हेर्नुहोस् अथवा टेलिसिरियल हेर्नुहोस् अथवा जे पनि हेर्नुहोस्, हिन्दू धर्मको सकारात्मक पक्षको कसैले कुरा गर्नै खोज्दैन। खालि नकारात्मक पक्ष भेटिन्छ कि त्यसमाथि आलोचना गर्न पाइन्छ कि त्यसमाथि व्यङ्ग्य हान्न पाइन्छ कि त्यसैलाई भजाएर तिम्रो धर्म चाहिँ गलत हो भन्न पाइन्छ कि भनेर त्यस्ता कमजोर कता छन् पोइन्टहरू, त्यसलाई प्रहार गर्न खोजिन्छ क्या। र यसको राम्रो पक्षको चर्चा नगर्नुको कारण के हो त भन्दा हामीप्रति सद्भाव छैन कसैको पनि, त्यही कारण हाम्रा नराम्रो पक्ष निकाल्ने प्रयास गरिन्छ। अब संसारमा 100% राम्रो त कोही पनि छैन। हेर्नुहोस्, भगवान् बाहेक 100% त कोही पनि छैन। फेरि आलोचना गर्नेले त भगवान्को पनि आलोचना गरेकै छ भनेपछि त्यो आलोचना गर्नेहरू पनि हुन्छन् नै। तर हामीले हाम्रो दर्शन बुझिराख्यौँ, ज्ञान बुझिराख्यौँ, परम्परा बुझिराख्यौँ, संस्कृति बुझिराख्यौँ भने, यसको राम्रो पक्ष थाहा पाइराख्यौँ भने त्यो नराम्रो पक्ष कोट्याउनेलाई पनि हामीले जवाफ दिन सक्छौँ। यति भन्दै अब हजुरहरूको म धेरै समय लिन्न। आज अब व्रत पनि छ होला, भजन कीर्तन मलाई पनि बडा रमाइलो लाग्यो, म आफै पनि एकछिन भजन कीर्तनमा बस्नु पर्यो भनेर बस्यौँ। यो चाहिँ हामीले निःशुल्क वितरण गरिरहेछौँ। हजुरहरूको घरमा गीताजी हुनुहुन्न भने लिएर जानुस्,
अनि कोही साथीभाइ आफन्त नातागोता इष्टमित्र जो चाहिँ मैले उहाँ दिँदाखेरि पढ्न सक्नुहुन्छ अथवा गीताजीको सम्मान हुन्छ भन्ने लाग्छ भने उहाँहरूको लागि पनि लिएर जानुहोस्। आग्रह त्यति नै हो। धेरै धेरै धन्यवाद।